हेलो साथीहरू, गुड मर्निङ। अनि सेवा तपाईँहरू के गर्दै हुनुहुन्छ? म चाहिँ अहिले भर्खरै उठेको 8 बजी। हिजो चाहिँ धेरै काम गरेर थाकिएछ क्या, त्यही भएर आज चाहिँ ढिलो समयसम्म सुतिएछ होइन। अनि तपाईँहरू आज के गर्नु हुनुहुन्छ? हाम्रो चाहिँ एकदम मौसम मधमा परिराखेको छ। यहाँ कटहर रहेछ, कटहर नछाम्नु पर्यो किनभने मलाई कटहरको चोपदेखि डर लाग्छ। खानु त मिठो लाग्छ, तर कटहरको चोपदेखि लास्टै फेरि डर लाग्छ, घिन लाग्छ। त्यसैले आज फेरि हाम्रो ढलान छ, ट्याङ्की ढलान। त्यो ढलानतिर पनि जानुपर्ने छ। यता घर पनि बनाउँदै गरेको, कहिले बनाएर सकिएको छैन। अब खेतमा धान रोप्ने बेला भइसक्यो। अब सबै काम चाहिँ हतारिङ्ग भएको छ। तर पहिलाको जस्तो पानी खासै परेको छैन यो साल। खोलाहरू मसिनै छ। खोलामा माछा मार्न जानु पनि भ्याएको छैन। माछा चाहिँ हाम्रो खोलामा सानो भए पनि ठुलो पाउँछ क्या माछाहरू। अनि बत्ती पनि आज त छैन होला, फेरि फोनमा चार्ज पनि छैन होइन। यस्तै छ जिन्दगानी, मुर्गी लागिरहेछ। कहिले पनि स्वास्थ्यमा सुधार आएन। लगभग 15 दिन भइसक्यो। यस्तो छ, धुम्म परिरहेछ। मोबाइलको क्यामेरा पनि खासै राम्रो छैन आज, मौसम बिग्रेको कारणले गर्दा। यो मालदह नयाँ बन्दै गरेको छ छिमेकमा। यस्तै छ है। तपाईँहरूकोतिर मौसम कस्तो छ कमेन्ट गर्नु होला सबैजनाले। भुटुङटुङ कमेन्ट गर्नु नबिर्सौँ।